अब यार गर्दाखेरि दाइ यार मलाई यार एन्सन ल्याएर हेर्नु न यार लेखेको लेखे छ मिल्दा पाउनेस्का यमता वनिता हो बबाल 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 लेखिरहेछ यार अनि फिल्म हलमा लागिरहेको छ भने म चाहिँ फिल्म हलमा गएर हेर्न सक्दैनस् भाइ नेट Time छैन हौ नेट साथी। मिरर भन्ने सर्च हान त नेट मिरर त्यहाँ छ अरे केही काम नभएर रणमतीको छोरा दिउँसोभरि यत्तिकै हिँड्छु भन्छ। हसेगरी नेट मिरर सर्च हान त केमा अरे नेट मिरर युट्युबमा गर हैन हैन नेट मिरर हान नेट मिरर एमआईआर आर सफारीमा ल मामा पनि हान्न गएको ओ हेर्न यो मामालाई चाहिँ म चाहिँ के को देवाना सेवा हेर त म चाहिँ गिडा बनाउन गएँ क्या एक लट जोतमा हो जोतमा गएको हेर्न म चाहिँ उसलाई के वास्ता छैन यार जोतमा नेट मिरर हान्न गएको अरे हेर्न यस्तो छन् यार त्यो मान्छेहरु ओए ओ दाइ अँ ओ दाइ के भनेको यो आइफोन ह्याक पनि ह्याक भन्छ त यार मेरो त ल ओए नेट मिरर हान्दा म पर्खिन ल म पढ सुनाउँछु के भनेको छ यहाँनिर उयो आयो पर्खिन ल म सुनाउँछु के भनेको छ भनेर ओ दाइ नि ओ दाइ यो आइफोन एप्पल आइफोन हैज बीन ह्याक बाइ ह्याकर यो मुजी यस्तो भयो क्रैक बाइ ह्याकर भन्दैछ ए त्यो फाल्दैन एडभर्टाइज हो क्या दाइ यार के भएको यो त्यो एड हो क्या प्लिज एक्सन फास्ट भन्दैछ यार झुक के रहना पड़ेगा मेरे आगे रिकलमा होला दाइ मेरो लागि एउटा मोटिभेसन लाइन दुईजना भनिदिनु न मरेको। सबले जज गर्छन् यार खाली ब्याड कमेन्ट गर्छन् अरे डिना पनि यार स्टे स्ट्रङ यार अब हामी त जेल जाँदैछौँ ए हामीलाई देऊ न मोटिभेसन होइन साँच्चैको लग्ला नि फेरि त्यहाँ जाँदैछौँ मामा अनि त्यो कुरा त्यो बेल त्यो पास भयो भने त अनि भोलिपल्ट मेरो सुरुमै मेरोमा आउँछ होला नि गफ त किन आउँछ थोडी न के गरे र बेको मण्डपपट्टि मामा उठायो भने पनि के आउँछ हुन्छ त यार मामा बेको मण्डपपट्टि उठायो भने त हाँ? कति हुन्छ त यार मलाई I'm recalling a teammate. अरे यार भन्छ म छु क्या न त क्या Thanks. दाइ बरु तपाईँ देख- हुन सक्छ बरु दाइ अगाडि नै दाइ मण्डप चाहिँ जेलमै बनाइराख्नु बरु मामा तपाईँ नै होला कहाँ छ को सिआर7 होला भन्छ उयो हो भने देखाउने तिमी नै हुन्छ होला मामा तिमी भएर के गर्नु म त होइन त्यता उयो हुँदैन म त मेरो भित्र इन्सपिरेसन भित्रैमा चाहिँ पास मेरो लाइभ गर्दाखेरि पास गर्छ नि के इन्सपिरेसन हो? ऊ मामा हो र हो उसले लेख्छ हाम्रो त स्क्रिप्टहरू भन्छु म त सिधै मस्त प्लान है ये भगवान क्या जुलुम है ओए के हो सुत मेरो बाबा तिमी कति माया लाग्छ यार यिनीहरूको म चाहिँ टक्क मुजी हल्दीमा मुजी टक्क साथी नाच्नुपर्छ नि थाहा छ मेहन्दी कि हल्दीमा गर टक्क कियोलाई कोकोलाई बोकेर नाच्नु पर्यो नि तेरे घर के गर्ने? आया मैं आया तुझको लेने भन्दै नाच्छ नि हैन बेहुला तपाईँ साइडमा नाच ल दिल के लौडा नाच्छ। दरवाजा भन्दै त्यहाँ मुझे बेहुला 16 हान्ने हो कहाँ मुझी ऊपर हान्छु म्याच कागे क्या साथी तँ मुझीले हान्ने नै कागे त हो त अनि स्टेप चाहिँ कहिले हानेको थिएछ त कि मुझे अब सिक्नै पर्यो त्यो कोरियोग्राफ केताउति गर्नेहरूबाट राम्रोको सिक्नुपर्छ म चाहिँ सिक्नेलाई सिकाइदिन्छु रणमतीको छोरा सिकाउनेलाई ए पहिले डान्स चाहिँ कति न कसरी जहिले गर्नु एउटा हो? इच्छा हुन्छ त्यो कुम यस्तो गरेर जहिले कुम यस्तो गरेर अगाडि हात राखेर कुम हल्लाउने मात्र उयो छ कति न स्टेप पनि सिकाइदिन्छु अरे गजब बेइज्जती है मामा कस्तो कुरा गर्नुहुन्छ यार गीतले जे भनेको छ त्यही मिलाइदिन्छु हो लिरिक्स के मिलायो जहिले तिम्रो त्यो स्टाइल त कुम तेरो यस्तो गर्ने अनि हात दुईटा हात अगाडि लिएर जहिले पनि एउटै त छ नि म्याच थोप्रा मात्र यसरी ए गर्दै हाँस्नेमा त्यति त हो नि तपाईँहरूले देखिहाल्नु खुट्टादेखि मुनि त्यो कम्मरदेखि मुनि कहिले चल्ने भए पो ओ यो त्यसलाई फाइट भन्छ मुझी खबिब र कर्नरमा मुजी बाटोमा पर्यो भने चाहिँ कर्नरले हान्छ होला है हान्छ चिकनलाई हान्न सक्छ किनभने कर्नर अलिक उयो नै छ म त मुझी रिस तर खबिबले पनि डेडलक पायो भने त हामी मैले यो कुरा रिस उठो कसम मलाई यार त्यसको मुझी सम्झिँदै कस्तो मुझी फाइट खेल्ने ठाउँमा लक हान्नु हो मुझी यार साथी त्यो एउटा पार्ट अफ द गेम प्र्याक्टिस हो नि त्यो पार्ट अफ द गेम हो नि द वे अफ प्र्याक्टिस प्र्याक्टिस हो नि फाइट भन्दैमा बङ्की बङ भन्ने होइन नि त त्यहाँ त अनि रिङमा त्यही त हो नि, जित्ने हो नि त black विनर key, लस
त्यही त मन पर्दैन भनेको त मलाई त्यही त मन पर्दैन त्यो हो त्यही त ट्याक्टिस हो नि त त्यो त मन पर्दैन भन्दा पनि खुट्टा चेपेको छ मैले हैन होइन प्राइम कनरको कुरा गरेको अहिले होइन प्राइममा त खतरा थियो नि भाई साहब कुछ ज्यादा नहीं हो गया ये? साथी हामी त म मामा साँडे गयौँ भने खबियो कनरसँग फाइट पर्यो भने बाटोमा हामीले चाहिँ तुम त्यसले जित्छ मार्छ मुजी मार्छ नि त्यसले लामो मार्छ मामाले समात्नु हुन्छ हामीले कुट्न मिल्दैन अनि समात्न सक्नु परेन मुजी एक सड आयो भने समात्न सकिँदैन नि त उनीहरू भनेको त वेल ट्रेनरहरू हो नि त वेल ट्रेनरहरू हो होइन साथी उनीहरू कति मुजी उयो गरे प्र्याक्टिस गरेर यताउति समात्न हालिदिइहाल्छ नि फुटफुट भ्याल्दैन कि म्याम एक सटमा सुताउँदैन त हामीलाई त तोरीको फुल देख्ने गरी हानिहाल्छ नि क्या हो यार एक सटमा तोरीको फुल देख हामीलाई रिङ्गटा के भन्छ अनि साडी आउँ होइन एक सट मामाले समात्नु अरे साडी आउनु अरे साडीलाई प्लाइङ दिनु अरे साडी रुँदै घर जान्छ होला है रुँदै त्यहीँनिर म चाहिँ हस्पिटल चाहिँ लानुपर्छ म चाहिँ बिहोस भएर त्यस्तो पनि हुँदैन होला मलाई पनि त्यस्तै हो मलाई पनि चारजना मिलेर छ मुजी जेसुकै भन् लामो पञ्च पावर तिनीहरूको पञ्च पावर कति हुन्छ तँलाई थाहा छ मुजी पञ्च पावर कति छ थाहा हुन्छ पञ्च पावर धान्न दिने नै होइन क्या मौका दिने नै होइन एकचोटि मौका पायो भने त ढलाइहाल्यो नि त अन्त बम हान्दैछ अब तल जस्तै रिसमा छलेर आएछ गए पनि अब भेटेर म चाहिँ हान भने त ठाउँमा लाग्यो भने त गइयो नि सुतिएन लाले रिभाइभ नक नक भएकोले रिभाइभ गर्न मिल्नु पर्ने क्या होइन पब्जीले यस्तो निकाल्नु पर्ने क्या अर्को इभेन्टमा नक नक दुईजना साथी साथी नक छ भने एक अर्कालाई यसो रिभाइभ गर्न मिल्ने क्या भन्दा तिमी त पब्जी पार्टनर हो यसो मिटिङमा भन न यस्तो कुराहरू त यार हाँ ये कर लो पहले नक नक भएकोहरूले चाहिँ एक अर्कालाई यसो साथ दिन मिल्ने क्या यहाँ हामी डुबिनौँ त अनि इनिमी पनि आउँदैन यार म्याच मिस यार ओइ त्यसले ओइ हेलो हेलो भन्नु कि सुरुमा लिम्बे हेलो हेलो भनौँ अलमा थियो माइक मास सिक्ने सियार अरे यसको मुझे यसको दिदी बहिनीले मलाई मन पराउँछ नि के हो यार मुझे ओभर गाली हान्नु त यार कि यसको गर्लफ्रेन्डले मुझे मलाई सम्झेर पानी पानी हुन्छ किन मलाई गाली गर्यो यसले किन मलाई गाली गर्यो यसले मास सियार भन्नु त सिधै हेलो हेलो भन्नु हेलोको रिप्लाई नआएपछि गाली हान्नु यार साथी कैसे कैसे लोग रहते हैं यार यहाँ पर फ्रस्ट्रेटेड नेपाली म्याच लास्ट फ्रस्ट्रेट हुन्छ नि केटा हेर्नु बिल पास हुन आँटो भनेर हो कि के हो मुझे मेरो मलाई रिस उयो गर्छ त यार मुझे नयाँ हुडी लाग्यो कि तपाईँ चाहिँ नआउनु छैन म चाहिँ नयाँ हुडी मात्र चेन्ज गरेर हुन्छ त कसै थाहा पाइ साथी म नुहाएको छुइनँ भनेर यार मुझे धेरै भयो यार अहिले त थाहा नै छैन कहिले नुहाएको भोलि चाहिँ नुहाउँछु यार कसै थाहा पाइस् यो पालि चाहिँ अलिक धेरै भयो क्या यो पालि जहिले हेर्छु जहिले म यस्तो हेरिरहेको हुन्छ त जहिले लुगा चाहिँ चेन्ज गर्छ नआउनु चाहिँ छैन क्या नयाँ हुँदाखेरि हामी बस्दै दसैँमा पनि नयाँ लुगा आउँदाखेरि छिटो कतिखेर लगाम भनेर 2-3 दिन लगाइन्छ अनि फुकालेर राखिन्छ नि साथी तर म ननुहाए पनि बक्सर चाहिँ फेर्छु ल साथी त्यो कुरा चाहिँ फेरि सफा छ है मेरो कौन है ये लोग कहाँ से आते हैं ननआइकिन मुझे बक्सर फेर्न चाहिँ के भयो त त्यो बक्सर झन् के भनेको गोविन्द गाई चाकाको दबाई नाइटोमा लाई भने जस्तो भएन बक्सर च्याप च्याप हुन्छ क्या कहिले काहीँ अनि फेरिहाल्छु हो बरु च्याप लगाउ न अनि के भयो त म भोलि चाहिँ 100 नआउँछु म अस्ति बिरामी कहिले भएको बिरामी हुँदा नुहाएको थियो साथी त्यति नै हो लास्ट टाइम कहिले भएको र बिरामी अस्ति होइन र म बिरामी भएर क्याप गरेको कहिले होला अब मैला मार भने त बाहिर निस्किन्छ अरे त मैलाले म बिरामी भएको कहिले होला 1 महिना चाहिँ भयो दाइ छैन 10 दिन जति भयो हातबाटै गायब भयो अरे नि त ए भाइ म हिजो अस्ति बिरामी भएको होइन तिम्रो त हातको घडी पनि गायब छ अरे त मैलाले पुर्यो अरे त हातको घडी 10 दिन अगाडि त म बिरामी भएर निको भयो जस्तो लाग्यो दाइ यसले घडी नै लाउँदैन म्याम घडी साथी मुझे 1.5 लाखको घडी पठाएको थिएँ थम्जी दाइले बिर्सिस मुझी त लाउनु पर्यो नि त त्यो घडीमा त्यो थर्काएर राख्नुलाई के हो घडी लाउने मान्छे नै होइन त मुजी ए हो र म त के लाउने मान्छे हो त रणमतीको छोरो त होस् घडी लाउने मान्छे हामी के घडी पनि लाउन घडी लाउने म त घडी लाउँछु नि थन्काउने कुरो हो त अनि थन्काउने त सुन्नु न म्याम यसले हैन घडी यार यो दाइ बल्ल बल्लै घडी माम सिकल हुन्छ यार विदेशबाट पठाइदियो भने 1-2 दिन लाउँथ्यो 1-2 दिन लाउँथ्यो अनि मैले टोकेर त्यो उयो गरेर मैले लाउँदैन थियो क्या यो घडी लाउने मान्छे नि एउटा 1.5 लाखको घडी मम्मीले लाइरहनु भएको छ एउटा 1.5 लाखको घडी तल छ है दोस्त बेकारी नहीं है अपन
बहुत पैसा है अपने पास 15 दिन भयो अरे हो ठिकै हो त 15 दिन जाडो महिनामा मुजी पहिला 1.5-2 महिना त कटाइयो मुजी 15 दिन त नर्मल हो त साथी म त यस्तो हो क्या तिन दिन नआउँछु नि यार दोस्ती यस्तो हो क्या यस्तो हो क्या म न बाहिर धुलोमा हिँड्छु न कहीँ हिँड्छु सिक्ने कसरी फोहोर हुन्छु भन् त अच्छा ए आमा वाटर लोजिक यार न बाहिर हिँड्छु होइन न बाहिर हिँड्छु न मुजी धुलोमा हिँडेको छु न कहीँ हिँड्छु घरको घर बस्छु मलाई कसले फोहोरै आउँदैन साथी किन नहुनु पर्यो जिउ काम अफिस गइरहने केटाहरू काममा गइरहने केटाहरू तिनीहरूले पनि नहुने हो त साथी फ्रेस मलाई भन्दाकै कुराले म इन्स्पायर भएर म पनि नहुँदिनँ क्या न पनि हो नि त बाहिर हिँड्दै हिँडेर त त्यति अनि किन नहुनु त फोहोरमा जाँदै जाँदैन फोहोरमा गइँदैन जति फोहोरमा हिँडिस् त्यति त्यति फोहोर हुने हो नि त साथी धुलोले तँलाई केही छैन भने त किन नआउँछस् हो नि भान्जा हो शर्म करो भगवान से डरो भोसड़ी वालों भगवान से डरो प्लान फाइट खेल्ने 1-1 फाइट प्लान प्यान फाइट ल हेलो ल हिल गरौँ पहिला ल हिल गर केटा हिल गर प्यान फाइट हान्दिम दामी प्यान्ट नै छैन तिमीले जित पहिला मामा जुत्ता गर्नु रिभाइभ पहिला मामा जुत्ता मामा रिभाइभ गर्नु भन्छ नि यार कसरी गर्नु रिभाइभ मैले लु प्यान फाइट लु एक जना को आउने म मैदानमा आइसके ल एकजना को आउने पहिला मामासँग एकजना जुत्न जाऊ केटा हो मामासँग जुत्न जाऊ पहिला एकजना प्यान छैन टिममेटको माग भन्नु न टिममेटको माग भन्नु न टिममेटको छैन प्यान माग न एकछिन मामा म झुकेर यताबाट एक गोली चुस्सा अनि अहिले मलाई चाहिन्छ नि त फेरि मेरो टर्नमा नहान निकै नदेखिने गरी क्या त्यस्तो नगर एरेन भेन्सम खेल्ने हो क्या मलाई चाहिँ त लेक्चरमा भने मुझे मरे जो मर्छ त्यसको लिन हो त्यही न ल देऊ न अहिले मरेपछि दिँदा हुन्छ ल मामा गुड्नु भएन त्यो ज्याली भयो म रेडी नै थिइनँ तिमी जानु न होइन फेयर प्ले हो नि त हो फेयर प्ले हो क्या मामा मामा यार आफै प्ले साढे जुत्ता अब साढेको पालो को आउने ल नाइस अर्कोको पालो यार मैले दाहिने हातले खेले क्या मेरो देब्रे हात चल्ने मान्छे हो त म मुखले मात्रै हान्नु भएको तपाईँले प्यान हान्नु पर्यो अब यहाँ हान्नु होइन हौ मेरो पालो आओस् न साढे यहाँ मऱ्यो भने म 1 डिग्री हान्छु प्यानले प्यान कसरी हान्नु पर्छ भन्ने होइन उयो अब हेर्नु मामा अब प्यान कसरी हान्नु पर्छ आयो है one and only CR7 हो आका चन्दन गौतम आका अब हिलिङ है अब CR7 हो आका चन्दन गौतम आका ओ CR7 हो आका one and only एकछिन यताबाट देख्नुहुन्छ सञ्जन गौतम अक्का CR7 हो र भने उता अपोनेन्टमा हुनुहुन्छ ओइ पख त जुटी यहाँ त यहाँ न यहाँ न अहिले यहाँ जुटी यहाँ बेस किनेर आउँछ क्या अहिलेको सबसे बबाल प्यान फाइट ल यहाँ खेलौँ रोडमा पख न one of the best and very good fan player go one and only la and Akka the winner प्यान कसरी हान्नु पर्छ थाहा पाउनु पर्ने सुबह के ख्वाब से उड़ाई है पलकों पे से छुपाई है सड़े सड़कड़ा सड़े ओए लाई मेरा जिंदगी है ऐसी जिंदगी माच के गरे मैले यार अहिले बाङ्गेको बाङ्गै भयो यार यसरी टाउको पिकको पिक भयो यार म्याच त्यसले पनि हग्यो मैले पनि हग्यो तर मैले अलिकति ज्यादा हग्यो यार छ्या
म त गएँ यार इभेन्टमै भाइ बदला लिन म त हाई क्वाइमा छु यार ओ हो बे ओए ओए ओ ल ल जन्म तपाईँ ओरे हो बे अलमा ओ भाइ चढ्ने आए इभेन्टमै आउँछु भनेर अब इभेन्ट नजाउँ हामी स्कुल जाउँ स्कुल जाम भन्दै स्कुल होइन अपार्टमेन्टतिर जाउँ होला म त्यता झरिसक्यो नि डर लिएर आउँछु म रिकलतिर जाउँ न रिकलतिर म एक्लै त बाँकी छु अब के गर्नु त कलमा रहेछ यार माइक क्या खुसी भयो यार त्यो चाहिँ ओइ रिकलतिर बस्दै गर ल त्यो क्या मेरो अलमा रहेछ कि इभेन्टमै जाउँ भन्दै सक भन्दै स्कुल जाउँ भन्दै सक गर्दै थियो जेस अब रातिभरि बुलु हेर्दाखेरि पनि तिमीलाई इयरफोनमा राम्रो आवाज आउने भयो होइन त गुल्लु देखो देखो दरिंदगी चेहरे से टपकती है नंबर 1 का कमीना हजुर होइन दाजु अहिले कस्तो क्लियर आएको छ होला होइन चाहिँ मैले गीत गाएँ क्या मिठो सुनिन्छ होला अहिले त गाउँ त एउटा सुनिदिउँ त तिमी नै हो मलाई माया गर्ने तिमी नै हो तिमी नै हो तिमी नै हो पहिला त्यो खकार फ्यालेर आऊ छैन भोला चाहिँ खाइहाल्छ राम्रो छ यार राम्रो हेर मलाईको हानेर त हेर मलाईको पार्ट चाहिँ हेर मलाई समायो हात नछुटो राम्रो त्यो डोरिलो देख्नेले देखोस् सुनोस् हाम्रो त्यो सम्बन्ध पश्चाताप छैन अझै यहाँ खुसी छौ हामी जाऊ कहाँ सुन गुल्लु अब होरा आइडल गराउँदाखेरि तिमीलाई चाहिँ उयसमा राख्छौँ ल हामी उयसमा यो बोलाउनेलाई के भन्छ मामा लौडीको सुपर जज एङ्कर क्या एङ्कर बाहिर सोध्छ नि कस्तो कस्तो छ तपाईँलाई अब खेल जाँदै हुनुहुन्छ भन्ने क्या जस राम्रो लाग्यो तिम्रो जस तर तिमीले अहिले गाउँदाखेरि 100% फिलिङ्समा गएको छौ क्या बुझ्यौ नि अनि मैले उसकै लागि गएको हो नि त खासमा उसले छोडेर गए पनि अब उसको याद आइहाल्छ नि अरे कहना क्या चाहते हो तिमीलाई छोड्न चाहिँ कतिचोटि छोडी त्यो केटीले भन्ने कुरा हो क्या गुल्लु छोड्न त जमानामै छोडेको होइन र होइन मतलब आउँदै जाँदै गइरहेको थियो क्या लाइफमा यस्तै चलिरहेको छ दाइ जिन्दगी के गर्नु तिमीले नठुङ्गेर होला नि यस्तो भएको मलाई आउँदैन नि त अहिलेसम्म गएकै छैन त्यस्तो कति टेन्सन भएको छ छोडेर अनि कस्तो छोडेर गएपछि टेन्सन भइहाल्छ निन्दै लाग्दैन हौ मलाई त हो र कहिले सुते हिजो सुतेनौ सुतिन नि हिजो म भोलि सुत्ने होला होइन एकैचोटि अब भरे बेलुका सुत्छु आज त सुत्छौ तिमी आज होइन अब भोलि बेलुका भरे बेलुका अब अहिले बिहान भयो नि त बेलुका अब बिहान चाहिँ मेरो लौडा भयो मुजिब 12:30 बजे चाहिँ कसरी बिहान भयो है होइन आफ्टर 12 इट्स AM नि त त्यही भएर तिमी भनेपछि हप्तामा 2 लट सुत्छौ सुत्छु 2 लट मान्छेले हप्तामा 2 चोटि मासु खाम भन्छ उ त 2 चोटि सुत्छ अरे हप्तामा त यसो हो कि जबदेखि उसले छोड्यो नि होइन तबदेखि नै हो कि यस्तो भएको म साइको म आफै तबदेखि उसले भन्नेमा अड्किरहेछौ निन्दै लाग्दैन हौ के भएको औरत का चक्कर बाबू भैया ल राज है त टेन्सन नलिउ न है भरे तिमीलाई म बुलु फिल्म पठाइदिन्छु एउटा हेर ल ए हस् हुन्छ ल गाना बजाऊ जडीबुटी तान्थे हामी छुट्टियो मायानलाई त्यही किन लाग्छ सजाय यो केवल आकर्षण मात्र थियो तिनी पीडाले मार्छ मलाई खाँदैन खाएको बिस लाउँदैन लाको माया चिन्दैन चिने ठिक सम्झना आउँथेन सायद जानेर नि गल्ती भो